साथीहरू तपाईँहरूलाई मेरो भिडियोमा स्वागत गर्दै आजको न्यू डे न्यू ब्लगको सुरुवात चाहिँ मैले गरिसकेको छैन। के कस्तो लाग्छ मेरो भिडियोलाई हेर्नु होला र मेरो च्यानललाई सब्सक्राइब पनि गरेर जानु होला। र अहिले चाहिँ हामी निक्लिसकेको छु ड्युटी जानु भनेर। ड्युटी साथै चाहिँ पर होली हरे न हामीहरूको न के हुन्छ, हामीहरूको होली चले के हुँदैन, खालि काम काम काम। होटल लाइनमा छुट्टी नै हुँदैन कि, कम्पनी भएर थियो भने त छुट्टी पाइदिन्थ्यो होला पनि, तर होटल लाइनमा चाहिँ खालि काम मात्रै हो। सब रेडी भइसकेको छ नि, सुन्डल दहीबडा, यता मसला एक, यता ग्रेप्स, यता डिममा, यता मसला सुन्दल सब थोक राखिदिएको छ नि रेडी पारेर। बोजू चाहिँ आज जाने अरे, छिटै जाने अरे बोजू। आज पनि काम मान्छेन के खसेको छ र त्यही भएर चाहिँ अघि नै थालफुटुको धोइसकेर पनि जानु आँटेको छ। अलिकति प्याज केलाइदिने अरे, अलिकति केलाएर जाने अरे। र साथैको चाहिँ धमाइ काम चलिरहेको छ। तरुल काट्ने काम त 30 रुपियाँ कप, 30 रुपियाँ तरुल अघि काट्दै थियो नि, त्यही हो क्या। यो कपमा चाहिँ 30 रुपियाँ। काट्ने मान्छे पनि उइने, लाउने मान्छे पनि उइने, कस्तो काम गर्ने मान्छे म, पुरै काम गर्ने मान्छे उइने। म चाहिँ खालि बसेर भिडियो बनाइदिने, भिडियो बनाउने काम चाहिँ मेरो। बाँकी बात काम गर्ने चाहिँ यो एसिस्टेन्ट कमिसनर पुलिस हो नि त नि, एसिस्टेन्ट मेरो के। यो चाहिँ 30 रुपियाँ कप हो। यससँग तरुलसँग चाहिँ कसरी खान्छ रक्सी है, त्यो खाँदै पारु त्यो तरुलसँग खाँदै पारु नै पारु होइन, तरुलसँग पनि खाइदिन्छ क्या, डेन्जर छ यताको मान्छेको। अहिले चाहिँ हामीहरूको बोजू अघि नै गएर चाहिँ दिगदार भयो। अब पकाउनु पर्ने रसम पकाउनुको लागि चाहिँ ग्रिन चिल्ली गार्लिक हालिरहेको छ। बोटुको मलाई किचाउनु पऱ्यो यसरी गरेर के, यहाँको स्पेसियल रसम अमिलो होला। सब्जी पाक्यो कस्तो चाहिँ कहाँ लुकाइदिस्। यो चाहिँ हामीहरूको स्पेसियल सब्जी दुईजनाको छोले अरे, छोले त्यो पनि आलु हालेको। यसरी कुचाउनु पर्ने हुन्छ क्या यसलाई चाहिँ। मिक्सीमा पिसो भने चाहिँ राम्रो हुँदैन, त्यही भएर चाहिँ हातले कुचाउनु पर्छ। हातले कुचाएर बनाएको चाहिँ एकदम मिठो हुन्छ। मान्ने एकजनाले यहाँ साथीलाई सकाउनु पकाउनु छैन, भात खानु हतार मान्छे यार। से बहुत त घर जा रे, त घर जा पनि रेडी। यहाँको चाहिँ स्पेसल यो चाहिँ जुनै होटलमा गयो पनि, जहीँ पनि गयो भने पनि यो तामिलनाडुभित्रमा भेट्छ क्या। पिउनु दिन्छ क्या, पिउनुको लागि अमिलो हुन्छ नि त, अनि भुँडीको लागि राम्रो हुन्छ भनेर चाहिँ पिउनुको लागि दिन्छ क्या। जान्न एकजना अघि भात लिएर बसेको मान्छे खेलाइची गरेर खाइरहेको छ। मलाई भोक लागिरहेको, छिटो खान हो। के लिएर बसेको छ नि, पोच बुट भात। आज चाहिँ पुरै स्पेसल खाँदैछ केटाले। चाहिँ सकेर बोन्डा फ्राई गर्नु आँटेको होइन, सकिसक्यो बोन्डा फ्राई गरिरहेको छु। साथी चाहिँ रेस्टमा गइरहेछ, साथीलाई सजिलो हुन्छ नि त यसलाई फ्राई गरेर राखिदियो भने चाहिँ, त्यही भएर चाहिँ फ्राई गरेर राखिदिनु आँटेको। आँखालाई त सबैले सपनाले हेर्छ कि, खुल्ला आँखालाई त्यो सपनालाई पुरा गर्नु सक्नुपर्छ कि। आज दुःख गऱ्यो भनेन आउने दिनमा होइन, सुखसँगले बसेर खान सकिन्छ क्या। कुरा बुझ। देखि रुमदेखि ड्युटी यस्तै नै भइरहेको छ, यस्तै नै चलिरहेको छ क्या जिन्दगी। के गर्नु अब होइन, पैसा त चाहिहाल्यो, पैसा नभए त नि हुनै हुन्न, त्यही भएर चाहिहाल्यो। दुःख त गर्नु पऱ्यो नि त नि। अहिले चाहिँ 2 घन्टाको रेस्ट भनेर आइसकेको छु म। साथी चाहिँ गइसकेको छ होइन, अब एकछिन आराम गर्ने हो, त्यहाँपछि फेरि जाने हो। अहिले चाहिँ मासु पाकिरहेको छ, मासु निजाम चिकन। आज केटाहरूले पैसा पाए जस्तो छ, बाहिर आउनु भिड। यहाँ फेरि साथीले पनि अर्डर लगाइरहेको छु, पिनट मसला यहाँनिर चाहिँ लगाएर राखिरहेको छु। आज आयन पकाएर पनि चाहियो अरे। आज चाहिँ भिड लागेको छ, आज सेलेरी पायो होला, पैसा पायो होला केटाहरूलाई। पुरै भिड लागिरहेको छ नि आज चाहिँ। आज पुरै भिड लागिरहेको छ। आज होली पनि होला सायद पनि, आज हो कि भोलि हो थाहा हुँदैन। पिनट मसला रेन्डा काटिङ हुँदैन, काटिङ पटाच्छ भेर। यता र उता गर्दा जाने बेला पनि भइसक्यो। साथीले सब सामानहरू फेक गर्दैछ होइन। त्यति एउटा अर्डर सडर आएन, आज चाहिँ अल्छी नै लाग्यो। 2 घन्टा 1 घन्टा भइसक्यो, अर्डर नै छैन। अल्छी लाग्छ अर्डर भएन भने फेरि। कितना होला 1 घन्टा नै होला, अर्डरै नहीं खे। 9टा बजे तो अर्डरै नहीं खे, 10टा बज गेलै। तो काम करी এখন क्लोज करी बोलेर सब फ्याक्दै आइस न। अहिले क्लोज गर्ने बेला आउँदैछ, त्यही भएर फ्याक्दै चाहिँ बहुत काम गर्दैछ र त्यो पनि। आजको हामीहरूको यस्तै भयो होइन। 2-3 घन्टा मात्रै हो चल्ने चाहिँ। राति चाहिँ दिउँसो त चलेकै थिएन, म हुँदाखेरि साथी हुँदाखेरि पनि चलेकै थिएन।
त्यतिकै आज दिन पार गरियो र आजको हाम्रो काम पनि सकिसकेको छ होइन यहाँ तल भुइँमा धुनुपर्ने छ यो पनि होइन। यहाँ टाइल्स छैन कि मेनको टाइल्स लगाइदिएको थियो भने पानी मात्रै लगाएर सुल तान्नु हुने थियो तर टाइल्स छैन खालि प्लास्टर मात्रै गरिदिएको छ नि त्यही भएर यस्तो लेताहरू बस्छ के भन्छ धुलोहरू कुल्चिँदै आउँछ अनि त्यही भएर चाहिँ यस्तो भएको के कुरा चाहिँ नआइदियो यार कितना दियो यो लास्ट जाँदैछ 4-5 कप त्यहाँदेखि त्यहाँ पैसा गर्ने काम नै निन्द्रा लागेर बद भइसक्यो यताको पनि सबै सामान सक्यो यति नै उभिरहेको छि फेक अहिले त्यहाँ क्यामेरा लगाइरहेको छ तेरो लागि नै अहिले देख्छ क्यामेरामा अनि मालिकले दिन्छ अनि धुलाई कम्पोसिस पासपुस पनि गर्नु मन लागेको छैन आज के गर्ने भाइ यतिकै 6:30 भोलि आएर गर्नुपर्छ राइट हाँ कुछ काम करने के लिए मन नहीं जा रहा है क्या करें आज हम गर्यो पुस जिन्दगी यस्तो नै हो धेरै टेन्सन लिनु हुँदैन ल अब चाहिँ क्लोज गरेर पनि हिँडेको अब रुम सबैजनालाई गुड नाइट अब हामी भेट्नुपर्छ अब न्यू डे न्यू ब्लगमा साथीहरू होइन बिहान निक्लेर गएको थिएँ होइन कति रात परिसकेको छन् घाम जुन तारा सब निक्लिसकेको छ यस्तो छ क्या परदेशी जिन्दगी यस्तो हुन्छ क्या फेरि यहाँसम्म